हेलो साथीहरू, के छ हाम्रो साथीहरूको? अब सबैजना साथीहरू सन्चै हुनुहुन्छ, आरामै हुनुहुन्छ होला भन्ने लागेको छ है साथीहरू। र आज चाहिँ साथीहरू है म माइदार फेरि पनि आएको छु साथीहरू है। के गर्ने भन्ने लाग्छ नि त्यत्तिकै आएको साथीहरू है। मेरो बिर्तामोडमा काम थियो साथीहरू, अनि आज अलिकति काम सँगसँगै काम सकिसकेपछि अलिकति छिटो भयो कि साथीहरू, त्यही भएर पनि यो माइदार आएको छ है साथीहरू। माइदारको देखिरहनु भएको छ नि यहाँ परको साथीहरू। यहाँदेखि चाहिँ हामी पश्चिमबाट आएर त्यहाँ ओर्लिन्छौँ साथीहरू। गाडी देखिरहनु भएको छ नि, त्यहाँ ओर्लिन्छौँ। त्यस पछाडि हामी त्यहाँ ओर्लिसकेपछि चाहिँ हामी लगातार रूपमा यता जानेछौँ है साथीहरू। यतापट्टि चाहिँ यो माइदार रहेको छ, निकै टाढो छ। यहाँ देखिरहनु भएको छ यो सानो सानो, यो देखिरहनु भएको छ नि, यो चाहिँ फुलपातीहरू बिहान चाहिँ निकै ठुलो हुन्छ क्या साथीहरू। यहाँ तपाईँले देखिरहनु भएको छ नि, यसरी यो खाटहरू राखेको छ साथीहरू होइन। अनि यो खाटहरू यसरी राखेर यहाँ चाहिँ फुलहरू मालाहरू होइन राख्नुहुन्छ क्या त्यसरी बिहान बिहान चाहिँ। अब अहिले चाहिँ म दिउँसो आएको नि त, लगभग 2 बज्ने बेला भइसक्यो साथीहरू म आएको चाहिँ। अनि त्यो भएको कारणले गर्दाखेरि चाहिँ अहिले चाहिँ छैन क्या साथीहरू। यहाँ बिहान बिहान हेर्नु त यस्तो ठाउँमा चाहिँ बिहान बिहानहरू चाहिँ फुलहरू मालाहरू त्यस्तै गरेर विभिन्न पूजाका सामग्रीहरू राख्नुहुन्छ क्या साथीहरू यहाँनिर। र अहिले चाहिँ दिउँसो भएको कारणले गर्दाखेरि चाहिँ छैन साथीहरू होइन। के छैन, निकै टाढो छ साथीहरू, यो बाटोबाट जानुपर्छ। हामी सानो सानो हुँदा चाहिँ कति रमाइलो हुन्थ्यो क्या साथीहरू त जाँदाखेरि लागि होइन। अब अहिले त धेरै ठुलो पनि भयो, धेरै पटक अब मन्दिर पनि आइसकेको छौँ नि त। अनि त्यो भएको कारणले गर्दाखेरि चाहिँ अहिले चाहिँ त्यस्तो धेरै कुराहरू होइन। अब पहिले सानो सानोमा चाहिँ रमाइलो हुन्थ्यो नि त, अब अहिले त खासै त्यस्तो छैन। यतापट्टि व्याकरण पछाडि गाडीहरू पनि आउँदो रहेछ साथीहरू यहाँ चाहिँ होइन साथीहरू। र पूजाको सामग्रीहरू त्यस्तै गरेर तपाईँ देख्न सक्नुहुन्छ। र त्यही हो साथीहरू होइन। म पनि अब धेरै दिन पछाडि अब आइराखेको हुन्छु कहिलेकाहीँ चाहिँ, तर कहिले कहिले भिडियोहरू बनाइराखेको हुँदैन क्या साथीहरू। अब अस्ति एकचोटि भिडियो बनाएँ र आज भिडियो बनाइराखेको छु क्या साथीहरू। र आज चाहिँ मैले भनिहालेँ नि बिर्तामोडमा काम थियो, अनि बिर्तामोडमा काम सकिसकेपछि अलिकति छिटो भएपछि दर्शन गरौँ न त। अनि पूर्वको एकदमै धार्मिक स्थल रहेको छ है यो चाहिँ साथीहरू। तपाईँलाई कतिको आउनुभएको छ है, यो चाहिँ माइदार भन्छ। पक्कै पनि तपाईँले मागेको कुराहरू चाहिँ पुरा हुन्छ भन्ने एउटा किंवदन्ती पनि रहेको छ। त्यस कारण चाहिँ तपाईँहरू पनि आउन सक्नुहुनेछ ल साथीहरू। र यतापट्टि देखिरहनु भएको छ यो चाहिँ म भर्खर है यो चाहिँ बाटोबाट आउँदैछु साथीहरू। र माई 1 गते चाहिँ देखिरहनु भएको छ नि यो ठाउँ यतापट्टि खुल्ला छ नि। यहाँ यति धेरै मेला लाग्छ नि साथीहरू, माघ 1 गते यति ठुलो मेला लाग्छ। तपाईँहरू पनि आउनुभएको छ र कति त। र केही छैन साथीहरू, र आज चाहिँ एकछिन भए पनि म चाहिँ यहाँ माइदार छिर्ने विचार गरेँ क्या साथीहरू। आइसकेपछि यसो छिरौँ न त। र विभिन्न मन्दिरहरू पनि देख्न सक्नुहुन्छ। र यतापट्टि चाहिँ म चाहिँ पुगेको छुइनँ है साथीहरू। मैले जस्ट घरदेखि आउँदाखेरि कसरी आइन्छ, कहाँदेखि आइन्छ भन्ने तपाईँलाई मैले यो जानकारी मात्रै गराएको छु साथीहरू। क्रमशः रूपमा तपाईँहरू देख्न सक्नुहुनेछ होला साथीहरू। म चाहिँ आइराखेको छु र अब चाहिँ लगभग मन्दिर आउनै लाग्यो। के छैन साथीहरू, म तपाईँलाई देखाइदिनु छु। र पूजाका सामग्रीहरू अब त्यहाँ चाहिँ मन्दिरको छेउमा चाहिँ पाइन्छ क्या साथीहरू। र यहाँ चाहिँ अहिले खासै मन्दिर नजिकै आइपुगिसक्यो है साथीहरू। र यता पछाडि पनि यति मन्दिरको छेउमा बाइकहरू र यहाँ पनि देखिरहनु भएको छ नि। यहाँ पहिले चाहिँ अब यहाँदेखि त्यहाँसम्म फुलहरूको है पूजा सामग्रीहरू राख्ने गर्छ। अहिले चाहिँ यस्तो भएको छ है, जीर्ण भइसकेको छ। यहाँ चाहिँ खासै राख्नुहुन्न रहेछ है। अनि पर छ यहाँ यसरी बाँसमा राखेर यहाँ धेरै क्या साथीहरू। पहिले चाहिँ हामी सानो हुँदाखेरि चाहिँ यहाँदेखि भने अघि मैले परदेखि नै त्यहाँदेखि यहाँसम्म यस्तो फुलहरू राखेर कस्तो राम्रो साथीहरू। यस्तोमा फुलहरू राखेर होइन यहाँनिर पूजाका सामग्रीहरू कति ठाउँ यति धेरै हुन्थ्यो कि यहाँनिर। अब अहिले चाहिँ खासै पूजाका सामग्रीहरू राखेको पनि रहेन रहेछ क्या साथीहरू। र त्यही हो साथीहरू, आज चाहिँ म यसो भयो एकछिन भए पनि पूजा गर्न भन्दा पनि यसो मन्दिर दर्शन गर्नको लागि पनि आइरहेको छु ल साथीहरू। देख्न सक्नुहुनेछ है साथीहरू। अब भने चाहिँ म लगभग गेटमै आइपुग्न आँटे है साथीहरू। र के कस्तो छ तपाईँलाई पक्कै पनि देखाइहाल्ने छु म साथीहरू होइन। त्यो भएको कारणले गर्दाखेरि चाहिँ कस्तो अवस्था छ के छ, मन्दिरको पनि दर्शन गरौँ न त भन्ने विचारले साथीहरू। र म चाहिँ यताबाटदेखि हिँडेर आएको क्या साथीहरू।
पूजाका सामग्रीहरू पनि हेरेर साथी यहाँ किन्दै हुनुहुन्छ पूजा गर्नको लागि, दर्शन गर्नको लागि, मन्दिर दर्शन गर्नको लागि। रहेछ सामग्रीहरू र हेर्नु त यो चाहिँ गेटमा देख्नुभयो नि यस्तो छ है साथी। र साथीहरू है मन्दिर लगभग यो चाहिँ नजिक आइपुग्यो साथी है। नजिक वरिपरि चाहिँ यस्तो मन्दिरका मालाहरू विभिन्न परिकारहरू देख्न सक्नुहुन्छ। म चाहिँ दिउँसो भएको कारणले गर्दाखेरि चाहिँ साथी त्यस्तो धेरै मान्छेहरू पनि हुनुहुन्न क्या साथीहरू। र देख्न सक्नुहुन्छ यतापट्टि पुल छ, पुलको माथिबाट यता मन्दिर दर्शन गर्नको लागि देख्न सक्नुहुनेछ। यस्तो छ है साथीहरू, यतापट्टि पनि यस्तो छ। हुन त मैले पनि योभन्दा अगाडि भिडियो बनाइसकेको छु कि साथीहरू, र पनि आज पनि मन्दिर तपाईँले देख्न सक्नुहुन्छ है। आज त कति धेरै क्या यो मन्दिरमा। आज पूजा पनि गर्ने देख्न सक्नुहुनेछ है। साथीहरू है यहाँदेखि चाहिँ खोला आज त कस्तो धमिलो हो, बाढी आएछ आज त। है साथीहरू यो चाहिँ माई खोलामा चाहिँ बाढी आए जस्तो छ। यहाँ पनि देख्न सक्नुहुन्छ नि। होइन साथीहरू आज त कति ठुलो है यहाँ त बाढी आएछ साथीहरू। पहिले चाहिँ त्यहाँदेखि यहाँ अस्ति नै तपाईँहरूलाई मैले देखाएँ नि साथीहरू, यहाँदेखि त्यहाँसम्मको पूजा गर्नको लागि होइन साथीहरू। आज त यत्रो बाढी आएछ होइन साथीहरू, कस्तो धमिलो न धमिलो छ क्या साथीहरू। सायद पाहाडतिर चाहिँ पानी परेछ है। हुन त यहाँ पनि एकदमै मौसम धुम्मिरहेको थियो साथीहरू होइन, सायद पानी पऱ्यो होला होइन। त्यही भएको कारणले गर्दाखेरि पनि देख्न सक्नुहुनेछ है कति धेरै। हेर्नु कस्तो छ, धमिलो न धमिलो छ साथीहरू होइन। देखिरहनु भएको होला नि साथीहरू है। तलपट्टि चाहिँ यहाँ अस्ति मैले यहाँ तलदेखि भिडियो बनाएको थिएँ साथीहरू होइन, तपाईँहरूले देख्नु पनि भयो होला होइन। माई खोलामा चाहिँ विशेष गरेर पूजा गर्नको लागि तपाईँहरूलाई भागेको मनमा लागेको कुराहरू अथवा केही कुराहरू चाहिँ तपाईँको प्राप्त भयो, गाडीहरू बाइकहरू नयाँ किन्नुभयो भने चाहिँ यहाँ आएर पूजा गर्नु होला र एकदमै शान्ति पनि हुन्छ कि साथीहरू। त्यो भएको कारणले गर्दा तपाईँहरू चाहिँ आउन सक्नुहुन्छ होला साथीहरू। यो ठाउँमा तपाईँहरू देखिरहनु भएको छ तलपट्टि चाहिँ यो पुल रहेको छ। मैले तपाईँलाई पनि भनिरहेको छु साथीहरू होइन, बारम्बार भनिरहेको छु। यता तलपट्टि चाहिँ पुल रहेको छ र यो पुल चाहिँ माइधारको रहेको छ है साथीहरू। र तपाईँहरू यो चाहिँ एकदमै माथिदेखि आउँछ क्या साथीहरू, धेरै माथिदेखि यो चाहिँ आएको देख्न सक्नुहुन्छ। र यतापट्टि देखिन सक्नुहुन्छ यस्तो अवस्था रहेको छ। र माइधारमा पनि तपाईँहरू आउनुहुन्छ, तपाईँले पनि मनमा शान्ति चाहनुहुन्छ भने चाहिँ यस ठाउँमा आउन सक्नुहुनेछ है साथीहरू। र विभिन्न आज चाहिँ ठुलो बाढी आएको कारणले गर्दाखेरि पनि यतापट्टि ठुलो बाढी आएको कारणले गर्दाखेरि पनि खासै पूजाहरू चाहिँ गरेको देखिनँ है साथीहरू मैले। हुन त बिहान पूजा गर्ने हो, अब दिउँसो त खासै पूजा गर्ने होइन। त म पनि यता बिर्ता मोडतिर गएर आएको नि त। त्यो भएको कारणले गर्दाखेरि चाहिँ आज चाहिँ खासै मान्छेहरू पनि देखिनँ र बाढी पनि यति ठुलो आएको छ। यो चाहिँ म माईको किनारै किनार छु है साथीहरू, देखिरहनु भएको छ नि। यो चाहिँ किनार रहेको छ है साथीहरू। ल यो किनारमा भिडियो बनाइरहेको छु, पक्कै पनि तपाईँहरू पनि यो ठाउँमा आएर पूजा गर्नु होला है साथीहरू। तपाईँले मागेको कुराहरू प्राप्त हुन्छ भन्ने एउटा विश्वास पनि रहेको छ। त्यस कारण तपाईँहरू आउन सक्नुहुन्छ भने पूजा गर्नको लागि यहाँ भित्र बनाइएको थियो क्या साथीहरू। अब अहिले चाहिँ खासै बनाएको रहेन रहेछ होइन, बनेको त भत्कायो होला यहाँ। त यहाँभित्र पनि सानो सानो तपाईँले अस्ति म देखाएँ नि, यहाँदेखि तलसम्म नै म भित्र पनि पसेर देखाएको थिएँ नि त होइन। त्यो त अब सङ्लो पानी पनि थियो, त्यसको किनार किनार पूजाहरू गरेको पनि तपाईँले देख्नुभयो होला नि त होइन। एकदमै धार्मिक स्थल रहेको छ क्या साथीहरू यहाँ चाहिँ। त्यही भएर पनि तपाईँहरू पनि आउन सक्नुहुनेछ है साथीहरू। साथीहरू सबैजना साथीले है मैले भने नि यो चाहिँ माइदार रहेको छ र माइदारको वरिपरिको
बाटो तपाईँलाई देखाइहालेँ साथीहरू होइन। मन्दिरमा चाहिँ आज विशेष गरेर चाहिँ धेरैजना मान्छेहरू पनि आउनुभएको रहेछ होइन। त्यहाँ चाहिँ गुन्यु चोलो रहेछ क्या साथीहरू। त्यही भएर मैले मन्दिरमा चाहिँ भिडियो बनाएन क्या साथीहरू, किनभने मन्दिरमा धेरै इटरीबाट दमकबाट चाहिँ गुन्यु चोलेको लागि आउनुभएको रहेछ होइन। अनि मान्छेहरू धेरै हुने थियो नि त, त्यही भएर पनि मैले भिडियो बनाएन साथीहरू। र तपाईँहरू पनि यो ठाउँमा आउनुभएको छ भने चाहिँ साथीहरू होइन, यो ठाउँमा आउनुभएको छ भने पक्कै पनि तपाईँले पनि केही कुरा माग्नुभयो होला। मागेको कुरा त अब पक्कै पनि तपाईँहरूले जानकारी त गराउनुहुन्न साथीहरू। यता पनि मन्दिर रहेछ है साथीहरू, देख्नुभयो नि। र साथीहरू होइन, तपाईँ पनि आउनु होला। यस्तो धार्मिक स्थलमा चाहिँ पक्कै पनि तपाईँहरू रमाइलो पनि हुन्छ नि त साथीहरू होइन। तपाईँको आत्मा शान्ति हुन्छ, त्यो भएको कारणले गर्दा चाहिँ आउन सक्नुहुनेछ। अनि तपाईँहरू चाहिँ यस्तो ठाउँमा आएर पूजा गर्नु होला, आत्मालाई शान्ति पनि हुन्छ क्या साथीहरू। अनि त्यो भएको कारणले गर्दाखेरि चाहिँ आउन सक्नुहुनेछ। र विभिन्न खालका मन्दिरहरू छन् क्या यहाँनिर साथीहरू, तपाईँहरू देख्न सक्नुहुन्छ। र यो बाटो माथि जान्छ। यो बाटो चाहिँ तपाईँहरू सिधै जानुभयो भने चाहिँ दोमुखा पुग्छ साथीहरू होइन। दोमुखामा पनि जान सक्नुहुनेछ। त्यहाँ पनि एकदमै ठुलो मन्दिर रहेको छ साथीहरू होइन। अनि त्यहाँ गएर पनि पूजा गर्न सक्नुहुन्छ। अब यो माईको त बारेमा तपाईँलाई योभन्दा भिडियो पहिले पनि भिडियो बनाइसकेको छु होइन। भिडियो हेर्नुभयो होला भन्ने पनि लागेको छ साथीहरू होइन। अनि त्यस्तै गरेर चाहिँ यहाँका विभिन्न कुराहरू पनि तपाईँलाई देखाइहालेँ, अघि हेरिहाल्नु भयो साथीहरू होइन। अब भने चाहिँ साथीहरू है, बिस्तारै बिस्तारै यता पनि ठुलो के रहेछ है साथीहरू, मन्दिर पो रहेछ त साथीहरू, थाहा थिएन है साथीहरू। यतापट्टि मन्दिर चाहिँ रहेछ, सायद स्कुल पनि हुनसक्छ साथीहरू। र यस्तै हो साथीहरू है, तपाईँहरूसँग यसो कहिले कहिले त आएको बेलामा भिडियो बनाइरहेको हुन्छ नि त, अनि तपाईँले पनि भिडियो हेरिदिरहेको हुन्छ। त्यसको लागि चाहिँ धेरै धेरै धन्यवाद पनि दिन चाहन्छु। यहाँ पनि एउटा ठुलो मन्दिर छ क्या साथीहरू, त्यो मन्दिर देखिरहनु भएको छ नि, एउटा ठुलो मन्दिर छ। त्यो मन्दिरमा चाहिँ पस्न दिन्छ कि दिँदैन थाहा छैन साथीहरू। र त्यस्तो ठाउँमा पनि तपाईँहरू चाहिँ आउन सक्नुहुनेछ। अनि एकदमै रमाइलो पनि हुन्छ क्या साथीहरू यो ठाउँमा आएर। यस्तो ठाउँमा आएर चाहिँ भिडियो बनाउन सक्नुहुन्छ भने एकदमै खोला सुसाएको तपाईँहरू देख्न सक्नुहुनेछ है साथीहरू। र यहाँ चाहिँ एकदमै राम्रो छ क्या साथीहरू, यो ठाउँमा साथीहरू देख्न सक्नुहुन्छ। कत्रो खोला सुसाएको देख्न सक्नुहुन्छ। त्यस्तै गरेर यहाँ मन्दिर पनि रहेछ है साथीहरू। यो मन्दिरमा चाहिँ मलाई थाहा थिएन साथीहरू होइन। यहाँभित्र यत्रो ठुलो मन्दिर पनि रहेछ क्या साथीहरू। दिन्छ मन्दिरभित्र पस्नु दिन्छ, यहाँ पस्नु दिन्छ कि दिँदैन? साथीहरू हेर्नु त साथीहरू, यहाँ मन्दिर रहेछ कि साथीहरू। अनि यहाँ मन्दिरमा पनि हेर्नु त यति ठुलो यहाँ त मन्दिर रहेछ साथीहरू। यहाँ चाहिँ म पहिलोपटक आएकोलाई देख्नुभयो साथीहरू। साथीहरू देख्नु भने साथीहरू किराँतहरूको पनि रहेछ है साथीहरू। चाहिँ मन्दिर साथीहरू होइन। म त यहाँ त पहिला आएको थिइनँ क्या साथीहरू, तर आज मात्रै आएको साथीहरू। र यस्तो मन्दिर पनि तपाईँहरू यहाँ ठाउँमा चाहिँ देख्न सक्नुहुन्छ है साथीहरू। र तपाईँहरू मन्दिरमा आएपछि पक्कै पनि शान्ति हुन्छ, मनलाई शान्त हुन्छ भन्ने लागेको छ साथीहरू होइन। एकदमै तपाईँहरू देख्न सक्नुहुन्छ नि, यतापट्टि किराँत धर्म साहित्य उत्थान सङ्घ भनेर पनि लेख्नुभएको छ है साथीहरू। यहाँ देख्न सक्नुहुन्छ भने किराँत धर्म तथा साहित्य उत्थान सङ्घ जिल्ला शाखा झापा भनेर पनि लेख्नुभएको छ। र स्थापना चाहिँ 2053 शिव शताब्दी नगरपालिका, अहिले चाहिँ 10 बनाउनु भएको होला सायद थियो। तपाईँले देख्न सक्नुहुन्छ भने यो चाहिँ यलम्बर राजा भनेर पनि लेख्नुभएको छ है साथीहरू। त्यस्तै गरेर चाहिँ यताबाट देख्न सक्नुहुन्छ फागुनन्द हुनुहुन्छ साथीहरू होइन।
अनि आत्मानन्द होला अहिले साइडको चाहिँ आत्मानन्द हुनसक्छ है साथीहरू। बिचको चाहिँ फागुनन्द भनेर मैले चिनेँ नि त। अनि त्यस्तो गरेर देख्न सक्नुहुन्छ। र यहाँ चाहिँ सायद कार्यक्रमहरू भइराख्ने ठाउँ होला साथीहरू होइन। यहाँ चाहिँ तपाईँले देख्न सक्नुहुन्छ साथीहरू यतापट्टि चाहिँ फागुनन्दको माथि फोटो छ। त्यस्तै गरेर चाहिँ विभिन्न कार्यक्रमहरू यहाँ चाहिँ हुँदो रहेछ साथी यतापट्टि देख्न सक्नुहुन्छ। र हेर्नु साथीहरू तपाईँलाई नजिकबाट पनि देखाउँछु ल साथीहरू। यहाँ चाहिँ कार्यक्रमहरू भइराख्दो रहेछ है साथीहरू हेर्नु त। यतापट्टि देख्न सक्नुहुन्छ, यतापट्टि देख्न सक्नुहुन्छ र यहाँ पनि देख्न सक्नुहुन्छ है साथी। विभिन्न फोटोहरू तपाईँहरू देख्न सक्नुहुन्छ। विभिन्न कार्यक्रममा गरेको फोटोहरू तपाईँहरू देख्न सक्नुहुनेछ है साथीहरू। र भनिहाल्ने साथीहरू वरिपरि र कति ठुलो यो चाहिँ साथीहरू देख्नुभएको छ नि साथीहरू, समीको रुख रहेछ क्या साथीहरू। त यस्तो हरियो समीको रुख। त्यसको छेउमा एउटा मन्दिर छ साथीहरू होइन। यता मन्दिर छ, त्यस पछाडि अर्को मन्दिर छ यतापट्टि तपाईँहरू देख्न सक्नुहुन्छ साथीहरू। र यो चाहिँ विशेष गरी किराँतहरूको मन्दिर पनि हुनसक्छ साथीहरू है। मलाई त्यति विस्तृत जानकारी चाहिँ भएन साथीहरू होइन। तर यहाँ लेखेको अनुसार चाहिँ तपाईँले यस्तो मन्दिर र साथीहरू है। आज भने चाहिँ यो छेउमा हुनु त यो मन्दिरमा चाहिँ म पहिलोपटक है साथीहरू आएकै थिइनँ भन्दा पनि हुन्छ साथीहरू। यो मन्दिरमा चाहिँ म पहिलोपटक आएको साथीहरू। यो चाहिँ अलिक तलतिर चाहिँ कन्काई माई मन्दिर रहेको छ भने त्यसको अलिकति माथितिर चाहिँ यो किराँतहरूको एउटा मन्दिर पनि देख्न सक्नुहुन्छ साथीहरू। र तपाईँहरू पनि आउन सक्नुहुन्छ, पूजा गर्न सक्नुहुन्छ। र यहाँ चाहिँ विभिन्न कार्यक्रमहरू पनि गर्नु हुँदो रहेछ साथीहरू है। तपाईँले अघि देख्नुभयो नि। र विभिन्न कार्यक्रमहरू पनि गरिरहेको मैले पाएँ क्या साथीहरू। र तपाईँहरू पनि यस ठाउँमा आएर चाहिँ कार्यक्रममा सहभागी पनि बन्न सक्नुहुनेछ। त्यस्तै गरेर चाहिँ यो मन्दिरको बारेमा विस्तृत जानकारी पनि तपाईँहरूले लिन सक्नुहुनेछ र साथीहरू। र यति भन्दै जो साथीले मेरो भिडियो हेरिरहनु भएको छ त्यसको लागि चाहिँ विशेष धन्यवाद दिन चाहन्छु। र आगामी दिनमा चाहिँ यस्तै भिडियो लिएर चाहिँ आउने शुभ आशा गर्दै आजको यो भिडियोबाट चाहिँ बिदा लिन चाहन्छु। हस् त, नमस्कार, बाई बाई ल साथीहरू। सबैजना साथीले मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला यदि सब्सक्राइब गर्नुभएको छैन भने। र लाइक कमेन्ट पनि गर्न नबिर्सनु ल साथीहरू। सबैजना साथीलाई एकदमै बाई बाई ल साथीहरू।